यो बट्टामा चाहिँ एसुस को ROG GeForce G16 भन्ने ल्यापटप छ र यो चाहिँ अझै लन्च हुन बाँकी छ, भोलि लन्च हुन्छ यो। यदि तपाईहरुले चाहिँ करेक्ट गेस गर्न सक्नुभयो यसको प्राइसको बारेमा भने कमेन्टबाट चाहिँ हामी एकजनालाई चुज गर्छौं। भोलि 10 बजेसम्ममा चाहिँ तपाईहरुले कमेन्ट गरिसक्नु पर्ने छ र आज यो भिडियोमा चाहिँ हामी यसको अनबक्सिङ र अब के आउँछ भन्ने कुरा बुझ्छौं र फुल रिभ्यूको लागि चाहिँ हामी अर्को भिडियोमा भेट्छौं। यसमा चाहिँ ल्यापटप यो बट्टामा छ, एक्सेसरिजहरु चाहिँ यस भित्र छ। ल्यापटपको स्लिप पाउनुहुन्छ, ब्याग चाहिँ छैन है योपालि, नो ब्याग। सुरु गरौँ सानो प्याकेजबाट। यो सानो प्याकेजमा चाहिँ के आउँछ भनेर हामी चेक गरौँ। यसमा चाहिँ चार्जरहरु आउने रहेछ, तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ है। अब लागौं हामी ल्यापटपतिर र ल्यापटपको प्याकेजिङ पनि यस्तो राम्रो छ र यसको अनबक्सिङ एक्सपिरियन्स पनि एकदमै फरक छ अरु एसुस ल्यापटप भन्दा पनि। गेमिङ सिरिज भएकोले गर्दाखेरि होला र यो हो हाम्रो GeForce को G16 र यसको चाहिँ मेन एट्र्याक्सन भनेको चाहिँ यसमा तपाईहरुले RTX 50 सिरिज पाउन सक्नुहुन्छ। यति राम्रो र पावरफुल ल्यापटपको रिभ्यू मलाई आजै दिन मन थियो, तर रिभ्यू भिडियोको लागि चाहिँ तपाईहरुले अर्को हप्तासम्म कुर्नु पर्ने हुन्छ। कमेन्टमा चाहिँ यसको प्राइस गेस गर्न नबिर्सिनु होला, किनकि गिफ्ट ह्याम्पर पाउन सक्नुहुन्छ। तपाईहरुले यस्तै भिडियो हेर्नको लागि मलाई फलो गर्न सक्नुहुन्छ।